हेलो गाइस, आज चाहिँ हामी लसुन उखाल्न गइरहेको छु। यी छोरा बुढा आज चाहिँ घाम लागेको छ पुरै। अनि हिजोतिर चाहिँ यस्तो पानी परेर यहाँ लसुन बिग्रिन्छ कि भनेर आज घाम लागेको छ। यसो हामी लसुन उखाल्न गइरहेको छु। गाइस हेर्नु होला, खै त होला पछाडि नहुँदो रहेछ क्या। लसुन फेरि कुहिन्छ क्या, त्यही भएर यहाँ चाहिँ पुरै लसुन केलाएर लसुन पुरै उखालेर यहाँ सुकाउँदै हो। ल हामी पनि घर आइपुग्यो। हाम्रो चाहिँ यो पुरानो घर हो कि होइन गाइस, यो चाहिँ हाम्रो पुरानो घर। अनि यो चाहिँ लसुन पुरै अनि उखालेर होइन, यो चाहिँ देउरानीको लसुन हो होइन। यो चाहिँ उखालेर पुरै सुकाइसकेको छ। यो चाहिँ बदम, हामी चाहिँ बदम बुवालाई बदम दिँदैछु खाजा। हेर्नु है गाइस पछाडि, आमामामा सन्चै हुनुहुन्छ। ए हाम्रो चाहिँ यहाँ घर छेउमा नयाँ घर बन्दैछ। हेर्नुहोस् आइमै यो चाहिँ लसुन यहाँ त ऊ रोपेको थियो नि पहिला, ऊ चिप्ली भेट रोपेको सबै ऊ भएछ। ए लसुन लसुन गर्दैछु। आमामा ऊ मान्दैन न पर्छ। ए हामी लसुन गोड्न गइरहेको छु यहाँ खेतमा। यो चाहिँ खेत हो, बुवा लसुन गरिरहनु भएको। हेलो, आज चाहिँ हामी लसुन आज घाम लाग्यो होइन, लसुन गर्दैछु। लसुन उखाल्ने नि अब भटाभट यहाँ लसुन उखाल्नु पर्यो। हेर्नु लसुन पनि कोही त कुहिएछ। लसुन पनि कोही त कुहिएछ, कोही चाहिँ यत्रो भएछ लसुन। हेर्नु आज चाहिँ मस्त घाम लागेको भएर लसुन उखालेर हामी सुकाउँदैछु। फुच्चेर म बदम खाँदैछौ कालो र म। यो कालो अद्भुत छ, कोहीसित नि मान्दैन, बुवासित मात्रै है। हच भनिदेऊ, बिच्छरी भनिदेऊ हच। त्यो खाइन थुकाइदेऊ। लसुन गोड्दै बुबाले हेर्नु होला, लसुनको प्रोटिन कति सानो छ। कोही त प्ल्याट प्लुट छोडा गर्नु पर्यो नि कालोलाई खानालाई। उखाली हेलो उखाल ल लसुन उखालिदेऊ ल। लसुन देखाइदेऊ ल, बाबालाई देखाइदेऊ लसुन। लसुन भन न, देखाइदेऊ ल। ए लसुन भन, ए लसुन भन्दै न, ए लसुन भन।
बाबा भन न लसुन हेर्नु भन ल यो पनि ल उहाँ राख उहाँ लगेर राख जाऊ उता लगेर राखी गर जाऊ राखिदेऊ त्यहाँ राखी गरिदेऊ राख्यो ल यो पनि ल ओहो बाबुले काम गरे होला नि ओहो फ्यालेर हो आयो आज त कस्तो थकेला ऊ के निउरिँदा ए हेर्नु गाई चाहिँ लसुन यत्रो सबै कुहेर कस्तो भएको छ लसुन पनि के गर्नु सब कुहेर प्यातित गएछ के हो र यहाँ सकेकै छैन चप्पल लाऊ भने ल ल यो राखिदेऊ ल उहाँ राखिदेऊ ल छोरा उहाँ राखिदेऊ राखिदेऊ बाई गरिदेऊ नि अब सक्यो नि पहिलाको त यति नि भएको थिएन अझै आज लसुन टिपेको गोडेको यति भएको छ नि के हुने गाई त आज बल्ल बल्ल यति लिएर आएँ घरमा आइमा कम दुःख गरे हो म लसुन सुन चाहिँ किनेर लाउन सकेन गाईजी लसुन चाहिँ उमारेको छु यत्रो ल